पर हाम्रो पुरीहरू तयार भइसकेको छ। यता पुरीहरू फुलाउँदैछ होइन, टक्कसँगले कुकम्यान हाम्रो आजको कुकम्यान। वाउ, एउटा जलेको छ यार, यसलाई छोप्दैन, त्यस्तै रहेछ। यो त देखाइछ राखेर गाइज, हेर्नुहोस् त पुरी। वाउ कस्तो दामी, वा पुरी खै खै हेरौँ हेरौँ कस्तो भयो, कस्तो भएछ। दामी हो। नयाँ स्टाइल गाइजहरू, अब नयाँ स्टाइल खान्छु है म। टक्कसँगले यसलाई मुखमा राख्ने यो छ नि, उयो सलाद ठुलो भयो बे। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। गाइजहरू, आजको भ्लग चाहिँ एकदम राम्रो हुनेछ होइन, किनभने आज चाहिँ बुढीलाई चाहिँ पुरी खानु मन लागेको छ, पुरी। त्यही भएर बुढीलाई चाहिँ यसो बजारबाट आटा ल्याउनु लगाएर आज चाहिँ पुरी बनाएर खाने हो, बुढा र बुढी मिलेर होइन। र गाइजहरू, भिडियो चाहिँ यो अन्तिमसम्म हेर्नु होला, एकदम राम्रो हुनेछ। म चाहिँ यो आटा साटा बेल्ने काम गर्दैछु होइन, अनि ऊ त्यहाँ बुढीले चाहिँ पकाउने काम गर्दैछ है, बुढीले चाहिँ पकाउने काम गर्दैछ है गाइजहरू। ल अब पुरी बेल्ने काम सुरु। एक दुईवटा बेलेको हुन्छ, यसरी बेल्नुपर्छ क्या, यसरी गयो बेल्ने हो कस्तोले। गाइज फाइनली अन्डा बनाइयो होइन, गोलो बनाइयो। अब चाहिँ यसलाई बेल्नुपर्छ है त। मान्छेलाई पनि देखाएर यहाँ चोप्ने, सुरुमा थोरै थोरै यसो आटा साटा लगाउने, नटासियोस्। अब हेर्नुहोस् त, यसरी टक्कसँगले यस्तो यस्तो यसरी टक्कसँगले बेल्ने। यसरी पुरी चाहिँ अहिले सानो सानो बनाउनु पर्ने हो नि त, राम्रो देखिन्छ नि त। कस्तो भयो बाङ्गो टिङ्गो होइन, यत्तिको भयो भने भएन त पुरी। यस्तो भयो गाइज। अब तेलमा फ्राई। गाइजहरू, यहाँ यही बुढीले चाहिँ टक्कसँगले यो पुरी बनाउँदैछ होइन। यहाँ म चाहिँ बेल्ने काम गर्छु, बुढीले चाहिँ त्यसरी पकाउने काम गर्दैछ। पर हाम्रो पुरीहरू तयार भइसकेको छ। यता पुरीहरू फुलाउँदैछ होइन, टक्कसँगले कुकम्यान हाम्रो आजको कुकम्यान। वाउ, एउटा जलेको छ यार, यसलाई छोप्दैन, त्यस्तै रहेछ। यो पुरी चाहिँ खतरनाक भन्छ गाइजहरू। गाइजहरू, हाम्रो लास्ट पुरी तयार हुँदैछ। लास्ट पुरी कस्तो मजाले फुलो। आहा, फुटबल जस्तो देखिँदैछ त। वाउ, सबै अब निकाल त्यसलाई। पाएन, पाइसक्यो, निकाल्दै अब काँचै खाइदिनुपर्छ। भोक लागिसक्यो क्या मलाई। आहा, थिचेर बसिहाल्छ। त्यो त ल्याउनु थाल, यो त देखाइसरी राखेर। गाइजी हेर्नुहोस् त पुरी। वाउ कस्तो
दामी वा पुरी सब्जी पुरी पनि रेडी छ यता सब्जी पनि एकदम रेडी छ है टक्कसँगले अब खानुपर्छ पानी आइसक्यो गाईहरू अब ल पस्को त अब पस्को किन बस्किनु हो पस्किँदै अब पस्किने तयारी हुँदैछ हाम्रो होइन टक्कसँगले बुढीले पस्किन्छ टक्कसँगले खानुपर्छ अब गाईहरू रेडी भइसक्यो अब काम सुरु अब खाने चाह त कस्तो भएछ बुढीलाई सुरुमा चखाइदिएको होइन खान मन छ नि त कस्तो खै हेरौँ हेरौँ कस्तो भयो कस्तो भएछ दामी हो म खान्छु हेरौँ कस्तो भएछ 8 दामी नयाँ स्टाइल गाइजहरु अब नयाँ स्टाइलले खान्छु है म टक्कसँगले यसलाई मुखमा राख्ने अब यो छ नि उही अच्छा ठुलो भयो बे त्यो ठुलो भएन गाइजहरु यो अब सानो यो छ मुखमा राख्ने फाइनली हामीले खाइसक्यौं है अब यति मात्र उब्रेको छ टक्कसँग यसलाई पनि गम गम खाइदिने मुख पनि गर्दै हेर्नु फाइनली गाइज हामीले चाहिँ पुरी बनाएर खाइसक्यौं हैन अब चाहिँ तपाईहरुलाई आजको यो पुरी भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला र हामीको भ्लग चाहिँ राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र त्यस्तै ब्लगर हेर्नको लागि चाहिँ च्यानललाई लाइक सब्स्क्राइब गर्नु होला अहिलेलाई गुड बाई फेरि भेटौँला गुड नाइट